र आज चाहिँ हामी रम्फूतिर गइरहेको छौँ। रिनकबाट मेरो घर रिनक पर्छ। रम्फू चाहिँ 19 किलोमिटर छ र आज चाहिँ हामी त्यही सोचेको छौँ। रम्फूमा हाम्रो यहाँ छेउमा चाहिँ डोमिनोस छैन र मेरो वाइफको रिक्वेस्टमा आज चाहिँ डोमिनोसमा पिज्जा खानको लागि हामी जानेछौँ। अनि बाटो चाहिँ यस्तै प्रकारको छ। यो बाटो चाहिँ हाम्रो NHITCLले अपग्रेड गरेको हो र राम्रो बाटो छ, चौडा बाटो छ। र अब यहाँदेखि रम्फू पुग्नुको लागि हामीलाई कमसेकम हामीले सेफ ड्राइभ गर्नुपर्छ। त्यसले गर्दाखेरि कमसेकम तपाईँको 45-50 मिनट लाग्छ। र तपाईँलाई यो धेरै अलिअलि नजाराहरू तपाईँलाई देखाइरहेको छौँ। यहाँ चाहिँ तपाईँलाई भन्छ, यसलाई चाहिँ अप्पर तारपिन भन्छ। र यहाँ माथिपट्टि चाहिँ स्कुल हो। यो चाहिँ गुरुङ गाउँ पनि भन्दो रहेछ। अनि बाटो यस्तै छ, हेर्दै जानु होला। यो चाहिँ हाम्रो सिक्किमको बाटोको दृश्य तपाईँहरूलाई देखाउँदैछु। यो चाहिँ रिनक पर्छ, रिनक हो। यहाँबाट चाहिँ हामीले अर्को डेस्टिनेसन चाहिँ यहाँबाट हामीले चाल पाउँछौँ भने यहाँबाट चाहिँ हामीले रिनकबाट चाहिँ हाम्रो अर्को पोइन्ट, सानो सिटी पनि होइन, टाउन पनि भन्नु सुहाउँदैन, सानो मार्केट भनौँ। मार्केट चाहिँ तपाईँको रोडाथाङ बजार भन्छ मार्केट। र यहाँबाट हामी रोडाथाङ पुग्यो भने पछि त्यहाँदेखि रोडाथाङबाट चाहिँ त्यहाँदेखि अर्को डेस्टिनेसन रोडाथाङबाट चाहिँ तपाईँको रम्फू पर्छ। तपाईँलाई फेरि अब रोडाथाङ बजारै पनि पुग्नु पर्दैन रम्फू जानपट्टि। हामी रोडाथाङबाट दुई बाटो छ। एउटा पाक्योङ बाटो जानुपर्छ। त्यो पाक्योङ बजार जाँदाखेरि चाहिँ तपाईँको रोडाथाङ बजार भएर जानुपर्छ। र तपाईँको रोडाथाङ बजार नपुगिकन किन चाहिँ हामी रम्फू जानु पऱ्यो भने चाहिँ रोडाथाङ बजार निक्लिनु पर्दैन। त्यसले गर्दा अब तपाईँलाई तल रोडाथाङ बजार जाने बाटो, पाक्योङ जाने र रम्फू जानेमा तपाईँलाई दृश्यहरू देखाउँछु है। र हामी अब अहिले रोडाथाङ पुग्न आँटेको छौँ। अब केही मिनटमा रोडाथाङ पुग्छौँ र रोडाथाङबाट रम्फूतर्फ लाग्नेछौँ। ल रिनक र रोडाथाङ बिचैमा पर्ने चाहिँ यो माथितर्फ जाने चाहिँ यो चाहिँ हामी रङ्ली हो। यो मुलुकीहरूबाट जान्छ यो रङ्लीतर्फ। यो अन्त यो चाहिँ तपाईँको रोडाथाङ जान्छ। अन्त यो चाहिँ हामी अब रोडाथाङ आइपुग्न आँटेको छौँ। यहाँ रोडाथाङ आइपुग्नुभन्दा अगाडि चाहिँ यहाँ कम्पनीहरू छ। सुरुमा यो कम्पनीहरू चाहिँ अब फार्मा कम्पनीहरू हो। तपाईँहरूलाई देखाउन अलिक असुविधा छ, किनभने म आफै ड्राइभिङ गर्दैछु। त्यसले गर्दाखेरि आफै ड्राइभिङ गर्दै आफै क्यामेरा चलाउनु हुँदैन फोन। त्यसले गर्दाखेरि र यो बाटो चाहिँ एकदम स्मुथ बाटो छ। हामी यहाँनिर रोडाथाङ आइपुग्नुभन्दा अगाडि चाहिँ यो बाटोहरू हेर्छौँ। सिक्किममा अनेस्टली भन्नुपर्दा अब धेरैवटा बाटो त्यस्तो धेरै बाटो अप्ठ्यारो पनि छ। तर कतिपय जग्गामा राम्रो बाटोहरू पनि छ। त्यसले गर्दा हामीले सबै बाटो खराब मात्रै छ भन्नु पनि सकिँदैन, सबै बाटो राम्रो छ भन्नु पनि सकिँदैन। अनि यहाँ चाहिँ धेरै लोडहरू टाटाहरू धेरै सिलगढीबाट आउँदाखेरि यहाँनिर प्रायः बिसाउँछन्। र यहाँनिर यो रोड साइडमा यहाँनिर ड्राइभर दाजुभाइहरूको लागि विश्राम गर्ने, यहाँ टोइलेट वासरुमहरू, खाजा खाने जग्गाहरू पनि छन्। अनि टुरिस्टहरू पनि यो बाटो चाहिँ
हामी तपाईँहरूलाई जुलुक भन्छौँ। रङ्गलीबाट फलामचेन, जुलुक, माथि एलिफेन्ट लेक, छाङ्गोहरू पनि जान सकिन्छ। र यो हो रोडाथाङको पुल। यहाँबाट चाहिँ राइट गयो भने हामी रोडाथाङ बजार साथै पाक्योङ बजार पुग्छौँ र हामी लेफ्ट गयौँ भने चाहिँ रम्फू बजार, रम्फूबाट जानेछौँ। र यहाँनिर बोर्डहरू पनि छ, राइट पाक्योङ, लेफ्ट रम्फू। र आज चाहिँ हामी रम्फूतर्फ जानेछौँ। यो चाहिँ हाम्रो अन द वे रोडाथाङ टु रम्फूको कुन ब्रिज भन्छ यसलाई चाहिँ। यहाँनिर चाहिँ धेरै कम्पनीहरू छ। हामीले बाटोमा जाँदै गर्दा भित्तामा राम्रो देखेको, त्यसले गर्दाखेरि तपाईँहरूलाई पनि देखाएको। र हामी चाहिँ अब रोडाथाङ रम्फू पुग्न आँटेका छौँ। रम्फू पुग्नुभन्दा अगाडि यहाँनिर एउटा चर्च पनि भेट्छ, पिसिएस होला सायद। अनि त्यो चाहिँ हामीलाई खोलाले छुटाउँछ। खोलादेखि पारी चाहिँ तपाईँको वेस्ट बेङ्गल भन्छ, र खोलादेखि वारी चाहिँ हामी सिक्किम। त्यसले गर्दा यहाँ चाहिँ एउटा मेन रम्फू गेट बोर्डरको जसले चाहिँ स्टेट वेस्ट बेङ्गल र सिक्किम छुटाउँछ। र हामी चाहिँ यो रम्फू आइपुग्नु आँटेका छौँ, आइपुग्यो भन्दा पनि भयो। र यो तपाईँलाई सानो नजारा देखाउँदैछौँ। र यो चाहिँ हाम्रो सिक्किमको फर्स्ट सिक्किम एन्ट्री गर्दाखेरि चाहिँ तपाईँको पाक्योङ डिस्ट्रिक्ट पर्छ। नयाँ भर्खरै 4वटा डिस्ट्रिक्टदेखि 6वटा भएकोमा नयाँ पाक्योङ र सोरेङ डिस्ट्रिक्ट भएको छ। र त्यसमा चाहिँ यो एउटा चाहिँ पाक्योङ डिस्ट्रिक्टमा पर्छ र यो चाहिँ रम्फू बजार हो। फाइनल्ली हामी चाहिँ पिज्जा हाउसमा आइपुगेको छौँ। फेरि पनि यहाँ हामीले चिकन पप्स मगाएको छौँ। त्यसलाई हामी साइडमा राख्छौँ। फेरि तपाईँको यो के होला, अलिकति सस्पेन्स छ। र यो तपाईँको रहेछ चिकन बार्बेक्यू भल्केनो पिज्जा होला न त्यो माथि। यो स्टार्टको चाहिँ छ, चाहिँ 99 को कम्बो रहेछ। तपाईँको यसमा चिकन ससेस, पिज्जा, पप्स र नगेट्स र चकोलावा। चिकन पान बार्बेक्यू भल्केनो पिज्जा।
एक नगेट last piece. Rồi. Các bạn nhìn. Cái này cho cái con nó một chút nữa lắm. Nó đây có phần video like. Udah tidak lewat kalau mau terus kurang tuh. Không. Ở đây đừng đâu. Đây là cái mã đi. Này là được không? Nah, ya udah aja di kantor. Makan ya.